झोडा तपाईँ भन्नुहोस्। आँपझोडा भन्थे, तर यो कुन ठाउँमा पर्छ, कहाँ पर्छ, जङ्गलको बिचमा पर्छ त्यति हामीलाई थाहा छ है। हजुर। तर यो कस्तो एरियामा पर्छ त्यो थाहा छैन। तर हामी यहाँ चाहिँ खाइखेली हिर्केको, यो बचपनदेखि आएको, त्यही भएर बुढो हुँदा पनि सम्झना आउँदो रहेछ साथीहरू। त्यही भएर अब साथीहरू विदेशमा हुनुहुन्छ, साथीहरूले पनि आँपझोडा देखुन् भन्ने हाम्रो चाहना। अनि त्यही भएर यो आज यो हाम्रो संयोगले र संजोगले भेटेको भेटघाट होइन, यो पूर्व निर्धारित समयमा गरेको एउटा योजनाबद्ध गरेको एउटा भेटघाट हो भतिजाहरूसँग, दाइहरूसँग। हजुर। यस्तो छ। अब यसलाई धुइसक्यौँ, अब यसलाई हामी कटिङ प्लेसतिर लान्छौँ। कटिङ अघि धेरै कस्तो काट्नु म काटिदिन्छु। त्यो मैले खुल्दाको छु निश्चित रूपमा। यसलाई हामीले भयो धुँदैछु। चलो पानीले पखाल्नु। हेलो मधुमासी। हेलो। Any problem? No, just. हेलो। त्यति गाडी बसी त झर्दैन। पुरा होइन के भन्छ फास्ट फरवर्ड पनि हाल्नु पर्छ। आँखा पक्का छ आएको त नि। अब त लास्टै सकिन्छ है। अब यसको चाहिँ यता कति आउँछ नेक्स्ट भयो नआइके लाउनु कता कता। यहाँ चाहिँ यो पढिनु पर्यो। लुगा हुन्छ कि यसलाई सार्नुपर्छ कि के हो? अब जता लगाए पनि हुन्छ। त्यो बिचमा एउटा लगाएको भयो। त्योभन्दा आलु फुट्नु पर्ने खालको भयो। होइन कोइलामा हो भने त त्यति यति अग्लो पर्दैन हौ। त्यही त यतिको हुन्छ। मैले देखेको थिएँ। डह्रो छैन क्या त्यो भएर म यो पत्ता धुन्छु अहिले नधुँ है, बिग्रिन्छ है। है आगो यता चाहिँ हाम्रो बस्ने ठाउँ होइन? हजुर। मासतिर पाक्दैन। म उता लाउँछु नि। मगज यो चाहिँ के हो? हाम्रो टेबल? टेबल भन्दैछ हाम्रो टेबल। यहाँ मैले बालुवा रहेछ क्या, त्यही भएर गाडिएकै छैन। अल्गो भयो क्या हो। यता पनि जाँदैन उता पनि जाँदैन। अनि त्यो भुजाहरू चाहिँ लु न तयारी गर्नु। भुजाहरू चाहिँ कहाँ तयारी गर्नु? यहाँ अलिक ठुलो ठाउँ भयो क्या यो। यता ल्याउँ तर यसरी यहीँ तान्दा हुन्छ ल। होइन नि, अप्ठ्यारो हुन्छ। माथि राम्रो देख्छ नि भुजाहरू खाने कि चिरा उयो। होइन यहाँ मिक्स गरेर यसरी फोल्ड गरेर त्यसो गर्दा पनि हुन्छ होइन? एउटा मात्र खोल्दा त हो त्यो एउटा अलि चिउरा हो चिउरा हो। चल्नै पर्छ त नि। भतिज भनेपछि अनि गर्नु पऱ्यो नि। यो ओछ्याउनु
यहाँ ठ्याक्कै कि नउछाउँदा पनि हुने क्या नउछाउँदा चाहिँ राम्रो छ यो उडाइदिने एउटा पर्दैन हौ दाजु पर्दैन बस्नु म घाममा बस्छु ल यो कति भन्नु चाहिँ हाल्नु न बुई यता एक छेउमा हाल्नु अर्को छेउमा यतापट्टि पनि अब यसको अर्को सर्ट फोटो खिच्नुपर्ने हो फेरि अनि यहाँहरूको लु यहाँ पनि लु हाल्नु त अब भुजा फोडौँ कि अर्को भुजा होइन, यो होला अँ। किनभने त्यो यो भतिजो म यहाँ खाने खाउँ ल होइन एउटा कुरो हो हातले जताततै भेट्छ त्यो वन्डरफुल छ अहिले डिजाइन चाहिँ देखाउँ राम्रो हो नि गुलेली जस्तो लोकजी ल पर्दैन ल एनिथिङ एल्स अरू के थ्याङ्क्स खुकुरी त दाबमा लगाइहाल्नुहोस् है पुरा छ नि हौ मेरो खुकुरी त सधैँ घरबाट